हेलो साथीहरु, सबैजनालाई गुड आफ्टरनुन। र हामी चाहिँ अहिले लज आएको छौँ गाइस। हाम्रो घर छेउको जल्दापाडा नेसनल पार्क अन्त यो जल्दापाडामा चाहिँ यो हाम्रो सानो बडे एउटा पार्क छ गाइस। सो हाम्रो चाहिँ घरमा भाउजूहरु आउनु भएको छ, अन्त यसै घुमाउनु ल्याएको। वाउ, उहाँहरु त फुल कस्तो दामी दामी फुलहरु रहेछ हौ गाइस, हेर्नु त। मलाई फेरि नि सर्दी लागेर कस्तो भएको छ, घाँटीहरु पनि सोर सुकेर। अन्त दामी दामी फुलहरु पनि रोपेछ। म चाहिँ धेरै दिनमै 6 महिना भयो होला हौ, म पनि नआएको। लडेर केही छैन, केटाकेटीहरु हेर्नु न गाइसहरु, एकदम केटाकेटीहरु मात्रै छन्। अन्त हाम्रो चाहिँ ठुलो भाउजू आउनु भएको थियो, उसको पाहुना आउनु भएको थियो, अन्त यस्तै घुमाउनु लिएर आउनु भएको थियो हाम्रोतिर। अन्त मैले चाहिँ यता हाम्रो घर छेउमा एउटा लज छ, त्यही लागि यसो टाइम पास गर्नुको लागि लिएर आएको साथीहरु। राम्रो छ, यतिको त जे होस् ठिक छ, एकदम पर्फेक्ट। पाहुना पात अझै उतापट्टि पनि बनाउँदैछ, कस्तो बनाउँछ हेरौँ उता चाहिँ अब। र म तपाईँलाई उता गएर पनि देखाउँछु ल गाइस। नानीहरु फेरि घोडा दे भने अगाडि